दर्शकहरू तपाईहरु सबैलाई हाम्रो सम्पदमा स्वागत छ। म सामु अहिले मेरो भाइ अनुज आएको छ र उ अहिले उसको अध्ययन चाहिँ भने सिक्किममा गरिरहेछ र सिक्किममा कस्तो खालको अध्ययन उले गर्दै छ र उसको परिकल्पना भविष्यमा त्यो अध्ययनबाट के हुनेछ र उ त्यो अध्ययन गर्नमा कसरी प्रेरित भएर वहाँ पुग्यो त्योहरु जानकारी भाइबाट लिनेछु। भाइको उमेर धेरै पनि भएको छैन र अहिले भने भाइ चाहिँ उहाँको क्लास 10 मा पुगिसक्यो जुन उ लाइनमा छ र भाइबाट म त्यो कुरो जान्न चाहन्छु कि माने अब धर्नु 10 क्लासमा कसरी पुग्यो बा त्यो स्कुलमा त्यो विद्यार्थी त्यो स्कुल चाहिँ छ सिक्किममा र त्यो एउटा टोल हो आश्रम हो र भाइ आश्रममा पढिरहेछ र त्यहाँ कसरी पुग्यो र त्यहाँ अहिले कुन क्लासमा पढ्दै छ र त्यसको पछाडी भाइको परिकल्पना के छ र त्यसको पछाडी भाइको करियरको प्रोग्रेसिभ कस्तो के हुनेछ भाइबाट म जान्न चाहन्छु। भाइ तलाई हाम्रो यो वार्तालापमा स्वागत छ र भाइ एउटा श्लोकबाटै आरम्भ गरौँ भनेर म चाहन्छु। विद्यार्थीको श्लोक भए चाहिँ राम्रो हुन्थ्यो। ल काकचेष्टावको ध्यानं श्वाननिन्द्रा तथैव च अल्पहारी गृहत्यागी विद्यार्थी पञ्चलक्षणम्। भाइ तेरो अहिले अध्ययन कहाँ चलिरहेछ अनि र त्यो अध्ययन गरिसके पछाडी अहिले क्लास 10 हो त्यसको पछाडीको अध्ययन चाहिँ कहाँ हुन्छ? मेरो अब त्यहाँबाट हामीले सके पछाडी हामीलाई तिरुपति पनि बोलाउन सक्नुहुन्छ। तिरुपति गएपछि हामी 3 वर्ष पढ्छु। 3 वर्ष पढ्दाखेरि हामीलाई जति त्यो हाम्रो एकाउन्टमा पैसा आउँछ त्यो पैसाले तिरुपति जाने काम गर्छ। तिरुपतिमा हामीले राम्रो पढाइ गर्यौं भने त्यहाँबाट हामीले वेद उयसमा गुरुकुलमा हामीले उयो गरिन्छ। नभए हामीलाई पढ्नलाई अझै पढ्न मन लाग्छ तिरुपतिबाट पैसा दिएर अगाडि पनि लाग्न सक्नुहुन्छ। पैसाको त्यहाँ विद्यार्थी हुँदाखेरि हामीलाई त्यहाँ कोही पैसा पनि दिनुहुन्छ? कति दिनुहुन्छ? के दिनुहुन्छ? टोटल हाम्रो 5000 आउँछ। 5000 मा 3500 रुपैयाँ खाने खर्च अनि 1500 रुपैयाँ अब दिनको ओके महिनाको 5000 रुपैयाँ आउँछ। त्यसमा होस्टेल फिस पनि काट्नुहुन्छ हैन? अनि 1500 चाहिँ बच्छ र 1500 चाहिँ हाम्रो एकाउन्टमा पस्छ। त्यो चाहिँ प्रत्येक महिना आउँछ। त्यसै साल आइराख्छ। भाइ उहाँ गएको भयो क्लास 6 बाट गएको 6 बाट अब अहिले क्लास 10 मा पुगिसक्यो। प्रत्येक महिना 1500 आइरहेछ हैन? त्यो चाहिँ एकदम राम्रो छ। उहाँहरुले साच्चै नै यस्तो युवाहरुको धर्नु विद्यार्थीहरुको लागि शुभ कार्य गरिराख्नु भएको रहेछ र यसरी नै धर्नु सबैसँग आर्थिकको नाटनी हुन्छ। त्यसैले गर्दाखेरि हामी सोचेको जग्गामा हामी पुग्न नसक्ने पनि कन्डिसन हुन सक्थ्यो तर उहाँहरुले त्यो एउटा सुविधा दिनु भएको रहेछ र भाइको उज्जवल भविष्य कामना गर्दछु। र भाइ अब जुन लाइनमा भाइ छ अहिले तेरो जुन छ वहाँ अध्ययन गरिरहेको विद्या स्कुल आश्रमको नाम चाहिँ के हो? सिक्किम वेद विद्या अध्ययन केन्द्र पालिखानी पूर्व सिक्किम। उहाँको अहिले जुन अध्यक्षहरु के भन्छ उहाँको जुन शिक्षकहरु चाहिँ कताबाट हुनुहुन्छ? एकजना हुनुहुन्छ सिक्किमबाटै, एकजना आसामबाट, अरु 2 जना हुनुहुन्छ अहिले। हजुर। अनि विद्यार्थीहरु चाहिँ कति हुनुहुन्छ? कति 18 जना छौं अनि मिसहरु हुनुहुन्छ। हजुर सिक्किमबाटै हुनुहुन्छ। तर ठिकै छ। र यो चाहिँ एउटा जानकारीमूलक भिडियो बनाउन कोसिस गरेको थिएँ किनभने धेरै यस्तो भाइहरु छन् कि माने उले आध्यात्मिक लाइनतिर जानलाई धेरै माने ठाउँ खोजिरहेको हुन्छन् तर कतै न कतै त्यो दिशा नपाएर त्यो भड्किरहेको हुन्छन् र उनीहरुको लागि यो मैले एउटा यो अवेयरनेस एउटा भिडियो भाइसँग वार्तालाप गरेर जान्न पाएँ मैले र तपाईहरु मार्फत म छोड्दिने प्रयास गर्नेछु यो। र यसरी नै अगर तपाईहरुलाई यस्तो आध्यात्मिक लाइनतिर जानु छ भने र यसमा करियर बनाउनु छ वा आध्यात्मिक जुन हाम्रो जुन झगडाहरु छ यसलाई अझै पुर्खौं तक अझै कायम राखेर यसलाई हाम्रो जुन धरोहर संस्कृतिको धरोहर छ जुन हाम्रो जुन उयो छ धर्म छ धर्मलाई पालन गर्दै जान्छु ठान्नुहुन्छ भने यसरी तपाईहरुले यस्तो एउटा विद्यालय छ त्यहाँ गएर तपाईहरुले आफ्नो नाम भर्ती गर्न प्रयास गर्न सक्नुहुन्छ। त्यही भन्दै म भाइको उज्जवल भविष्य कामना गर्दै आजको यस जुन अवेयरनेस भिडियो थियो यसलाई म यही खतम गर्दैछु। धन्यवाद।